लगेर चिया पकाउँछ लगेर चिया पकाउँदा मन लगेर लाउनुमा अरूले किनेर ल्याइदिएको दुधलाई हेर न लाउनु न एउटा 1 किलो त मिलाइदियो ल सिरदलको मिलाइदियो त्यसो भए 3500 नसक्ने भए 3000 मिलाइदियो 3000 नसक्ने भए लिला भनेको तिम्रो 4000 मिलाइदियो चिया पकाइदियो भनेको नि मानेन केटा यार लगेर चाय पकाएर खानुपर्छ उधर है सेजेल भाइ चाय पकाएर चिया पकाएर खानुपर्छ भित्र चाहिँ दुध चिनीहरू छ है साथी हो चिया पकाएर खाने हो चाय पकाएंगे खाएंगे चाय पकाएर खाने हो टक्क लाएर होइन स्पेसल पारा क्या दाइ भाँडो कता छ हौ चाय पकाएर खानु पर्यो क्या चाय खाने हो पकाएर साथीहरू ए ओके टक्क यो भाँडामा चाहिँ चाय पकाउने हो चाय पकाउने हो होइन टक्क लाएर हिँडिहाल्ने क्या केटाहरू चाय पकाएर खाने हो होइन टक्क लाएर दुध पोलेर हाल्ने हो चाय त खानु पर्यो चाय पकाउने भाँडा चाहिँ ठुलो भयो क्या सानो भाँडा छ त होइन हुन्छ यसमा पकाउने सानो भाँडा निकाल्नु होइन हुन्छ मजाले पाक्छ क्या यसैमा त्यसले फेरि पाक्न पाउँछ नि त एउटा सबै हुने क्या होइन बजार जानु लागेको होला कि हो बजार ए अहिले आउँछ यहाँ आउनेले चिया भेट्छ नआउनेले म भने हिजो एउटा पर्खेर बसेछु के चाहिँ म भने हिजो पर्खेर बसेछु ए पर्खेर बस्ने होइन कि चाय खाने होइन माचिस माचिस हो झाडु लिएर आएर यार सन्जु बिरेन्द्र सर माचिस हेर्दा बिसँग माचिस दिनु न यसको कुरा त चिया खाइदिउ न भनेको मरिलान के छ लाइट माचिस खोजेर ल्याउनु प्रकाश कता छ झाडु लिएर आउँदा तपाईँ आउँदा एउटाले छेउ बनाएर खुवाइदिउँ भनेको माचिसै भेटेन अरे माचिसै चिया त हालियो अब यसमा अलिकति पारी पनि हाल्नु पर्यो थोडा उल्टो भयो दानीलाई सधैँ हानी ओ मिस्टर तारा मिसेस भाइ हात नले दसैँको भेट लाग्छ फेरि अहिले फेरि घर जान बिर्से लाग्छ केटाहरूलाई च्याउ खुवाइदिउँ भनेको कदु उमाल्यो होइन मजासँगले दुध
बनाएर चाहिँ पकाउने हो। चाय उम्लिँदैछ टक्क लाएर होइन। चिया चाहिँ दुध चाहिँ पाक्दैछ साथीहरू, दुध चाहिँ पाक्दैछ साथीहरू। चिया पाकेपछि खाने हो। साथी भिडियो बनाएको छु, कस्तो लाग्छ कमेन्ट गरिदिनु होला।